हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। गएको 2-4 दिनदेखि चाहिँ म बेड रेस्टमै छु। यताउता काम पनि गरिरहेको छैन। रमाइलो पनि छ। अब सुत्ने खाने बस्ने। दिदीले चाहिँ अब तरकारी पकाएर गइदिनुहुन्छ, म चाहिँ भात पकाउँछु। खायो बस्यो, मस्त आराम गर्यो। जिन्दगी त्यही छ भाइ, अब के गर्ने। जस्तो सुकै सिचुएसनमा चाहिँ जसरी हुन्छ एडजस्ट त हुनु पर्यो हैन। अनि अलिकति मैले जिन्दगीमा अलिकति प्रब्लम भइरहेको छ भनिरहेको थिएँ। त्यस बावजुद पनि अब काम गर्न जाम कि पनि सोचिरहेको छु। फेरि के गरौँ भनिरहेको छु। अब फर्दर गाह्रो पनि हुनसक्छ भन्ने फेरि मानसिकता भइरहेको छ। अब फेरि रुम भाडा तिर्नुपर्छ, ऋण लिएर फिटिरहेको छु होइन। हरेक कुराहरू हुन्छ। अब लाइफलाई चाहिँ इफेक्टिङ फ्याक्टरहरू मनी इज एभ्रिथिङ भन्छन् नि त्यहाँ। सुस्त त्यस्तै हुँदै गइरहेको छु म। अब आफ्नो हेल्थ कन्डिसनलाई चाहिँ अब गोली मारेर भए पनि, गोली फेरि किन मार्नु र, अलिकति जे भए पनि मतलब कम्प्रोमाइज भन्छ कि के भन्छ, अब त्यो गरेर अलिअलि सकिरहेको छु। बेड रेस्टभन्दा अलिकति उठ्न सकिरहेको छु भने चाहिँ के गरौँ भइरहेको छ मलाई चाहिँ। वाट टु डु गाइज। भोलि काममा जाम कि नजाम, सेड्युल अब क्यान्सल गर्न पनि सकिरहेको छैन। के गरौँ लास्टै टेन्सन भइरहेको छ। काममा पनि कहिलेकाहीँ लक्कीली अलिकति सजिलो काम पायो भने चाहिँ, मतलब काम प्लेसमै पनि काम सजिलो पायो भने त इट्स ओके, स्टिकर टाँसेर बस्न पनि सजिलो हुन्छ। तर सधैँ अब लकले फेभर गरेन भने त जस्तै अब फेरि ठुलो गरुङ्गो सामान उठाउनु पर्छ, जुन एउटा हातले पोसिबल छैन। अन्त मेरो एउटा हात चाहिँ रेस्टमै छ होइन। अनि के गर्ने होला, परदेशी ठाउँमा नेपाल जस्तो भएको भए मलाई गाह्रो भएको छ। म केही गर्दिनँ, आई विल नट डु एनिथिङ भनेर त्यो यस्तरी कुरा टार्न मिल्छ नि त। त्यही हो कि विदेश र नेपालको डिफ्रेन्स भनेको त्यही हो। अब विदेशमा सुख पाउँछ मान्छेहरू जति पनि नेपालमा हुनुहुन्छ, तपाईँहरू एकदम त्यो जस्तो सुख, नेपालको जस्तो सुख यो ठाउँको छैन के। त्यो सुख एकदम ठुलो सुख हो। मैले ल नेपालमा अलिअलि दुःख गरेँ हामीलाई, यताउता गरेँ हामीलाई, तर त्यसलाई मैले दुःख भन्दैन के। नेपालमा मैले ल दुःख त मैले गरेकै हो होइन, तर त्यो दुःखलाई मैले दुःखै भन्न चाहिनँ के। विदेशको कम्पेरिजनमा मेन्टली डिस्टर्ब भइन्छ, काम पाउँछ कि नै भन्ने टेन्सन हुन्छ होइन। धेरै कुराहरू हुन्छ। फिजिकल्ली पनि अब नन स्टप 8 घन्टा काम गर्नै पर्यो। हुन त अब काम गर्ने फेजमा छौँ, काम गर्नुपर्छ। अलिकति गाह्रो भएर मात्रै म नगएको हो। कलेज पनि बन्द छ। इट्स ओके। सो गाइज, बाई बाई, हेभ ए नाइस नाइट। एकदमै राम्रो। म चाहिँ यहाँ राति भिडियो बनाइरहेको छु। सो बाई बाई, भोलि भेट्नुपर्छ ल।